त्रिपुरेश्वर जाडो खा जाडो जाडो ज्याकेट दिनु पर्थ्यो हर्न बजाउनु न एकचोटि बिल्कुल जाडो बेलुका जाडै छ नि मोटरसाइकल अरूलाई धनको भात खोइ त कहाँबाट बढ्थ्यो बढेन मेरो साथी ओ ज्याकेट ला ज्याकेट ला ज्याकेट ला भने पर्दैन नि जाऊ न ए अघि लाइसक्यो यति Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break. वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल Home Hospital and Research Center, Kabul, Kathmandu. फोन नम्बर 0146762025 र 0145762025. Home Hospital, we care for you. 92.1 at the speed of life. नमस्कार अनि हार्दिक स्वागत छ यो संसार मेरे भयो तिम्रो अंगालोमा हराउँदा पल पल हर पल तिमी नै यो मुटुको हर ढुकढुकी तिमी नै पल पल हर पल तिमी नै यो मुटुको একটা गाडीको पछाडि लुकेर जान्छ यो मौसम प्यारो लाग्यो नि ल गाइस आइपुग्यो कालीमाटीको चोक कालीमाटी चोक आयो है गाइस तिम्रो पनि के सुन्छ लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला सबजनाले अंगालोमा हराएर आकाशको तारा गन्नु छ पल पल हर पल तिमी नै यो मुटुको हर ढुकढुकी तिमी नै पल पल हर पल तिमी नै यो मुटुको हर ढुकढुकी तिमी नै यो मौसम प्यारो लाग्यो नि
चुल्टीमा गरिसक्यो कसरी बनाउनु सिक्यो पारेको नि अनि त्यो परेन भने यहाँसम्म आइसकेपछि त के हो कुरो सर बिस्तारै त्यो गमला एकदम ढिला भयो सर बिस्तारै यो गर्नु ल गमला लोड छ सर ठ्याक्क 8 बजी पनि यति धेरै सुनसान हुँदो रहेछ है 7 बजी हुन्छ मजाले 7 बजी आउँछ आयो ल कहाँ आयो हामी अब कलङ्गी आइपुग्नु लाग्यो सोल्टिमेट कट्यो कलङ्गी आइपुग्नु लाग्यो ठ्याक्क कलङ्गीको मन्दिर छेउमा आइपुगेँ गीत चाहिँ बजाउनु नि गुरु कलङ्गी चोक आइपुग्यो हामी 8 बजे पनि यति धेरै सुनसान देखिएछ 8 बजे पनि वीरगञ्जको कटहरीको गाडी पाउँदो रहेछ गाइज ल 8 बज्यो ल काठमाडौँ वीरगञ्ज रङ्गपुर टाढी पाउँछ ल सबजना पाउँछ पाउनु पर्यो धुलीखेल बनेपा काठमाडौँ वीरगञ्ज भन्सार ल ट्याक अहिलेसम्म पाउँदो रहेछ वीरगञ्ज गाडी चाहिँ पूर्व पश्चिम सबै 8:30 बजीसम्म पाउनु छ गाइज ल सब नाइट गाडी यतातिर छ गाइज सब गाडीहरू यहाँ थन्केर बसेको छ गाइज ल आमा ल पूर्व पश्चिम उत्तर दक्षिण सब जान्छ यहीँबाट जाने बाटो यही हो अझै यता छ नाइट गाडीहरू भर्खर निस्किँदैछ कोही हिँड्ने बाँकी छ यति राम्री नयाँ चिटिक्क परेको गाडीहरू ठन्नै छ यहाँ पोखरा पनि नाइट जान्छ
कति यो त पोखरा त 3 घण्टा पुग्दैन कता पुगेर सुताउने होला अहिले घाँसीमालहरू सुताउँछ अहिले मुर्लीमा सुताउँछ घाँसीगाउँमा सुताउँछ गाई जति छ टन्नै छ ल आम्मामा गाडी यस्तो मजाको क्युट गाडीहरू छ गाई ल हेर्नुहोस् काठमाडौँ जनकपुर पोखरा जनकपुर चाहिँ मेटेको छ है हेर्नु पर्दैन गनाउनु गरे होइन गाइज एयर आयो है ल बन्दुक बोकेर आयो राइफल बोकेर सुपर गाडीहरू हो यो चाहिँ होइन 8 बजे पनि यति बाटो सुनसान रहेछ उतातिर चाहिँ तर यता नाइट बसले गर्दा एकदम रमझम छ नाइट बसले गर्दा त ठमेलै जानु पर्दैन एकदम रमझम छ यो बाटो चाहिँ हेर्नुहोस् है गाइज बिचमा अलिअलि खुला पनि छ यतातिर पसलहरू खुलिरहेको छ हेर्न सक्नुहुन्छ हाम्रो अङ्कल पनि छ त्यहाँ सेतो टोपी लगाएर बसेको गाइज बाटो कलङ्कीबाट थानकोटको बाटो यदि स्पप छ कि हेर्नुहोस् यो 8 बजीतिरको भ्यू हो 8 बजी यस्तो भ्यू लिन सकिन्छ तपाईँ हामीले अलिक क्यामेराको क्वालिटी अलिक लो होला हेरेर गरिदिनु होला हामीले बसहरू त धेरै भेट्न सकिन्छ 8 बजेमा साँझको 8 बजे बसहरू नाइट बस हिँड्न थालेको छ धेरै भेट्न सकिन्छ हामीले आम्मा वीरगञ्ज काठमाडौँ बनेको धुलिखेल गाडी आएछ यस्तो दामी न्यू गाडी रहेछ ब्रान्ड न्यू गाडी यो हाम्रो गाडीको लाइट चाहिँ त्यहाँ परेर अलि नराम्रो भिडियो आइरहेछ गाइज यसो बुझेर हेरिदिनु होला झिलिमिली ल लोकल गाडी नै अहिलेसम्म चलिरहेछ गाइज ल 5 पोखरी गाडी ल हेर्नु हाम्रो बाजेको पालाको गाडी हो यति राम्रो बाटो छ हाम्रो ए चोकतिर ल अब चोकतिर आइपुग्नुलाई है हामी निकै बढे जस्तो छ तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिल मात्र नयाँ रिलको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक रहन पैसा बढेर रोज आइसक्नुपर्छ नयाँ रिलको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिल अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक जीवनको यो 40 वर्षीय उमेरमा आएर विगत समयमा अत्यास र गाडी लाग्यो आए ल बहुबोली गाडी आयो है गाइज ल बहुबोली गाडी रे पछि यस्तो एडिट भयो कि बागमती प्रदेशै रहेछ एकको ख 3045 नम्बरको गाडी हो है गाइज